चाहिँ ग्लोबल मनी विक अन्तर्गत हरेक वर्ष बैंकर्स एसोसिएसन चितवनले आयोजना गर्ने चाहिँ यो फाइनान्शियल लिटरेसी र्याली हो, जहाँ चाहिँ चितवन आसपासका सम्पूर्ण वित्तीय संस्था, बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहने गर्दछ। यो विशेष गरी 2012 देखि यो विश्वव्यापी रूपमा चाहिँ यो बैंक तथा वित्तीय संस्थाको पहुँच चाहिँ सम्पूर्ण आम नागरिकहरूमा पुग्नुपर्छ भन्ने एउटा जुन मूल उद्देश्यले सुरुवात गरिएको यो अहिलेको यो लगभग 13औं संस्करण 2025 सम्म आइरहँदाखेरि चलिरहेको छ। यहाँ हामी यो चाहिँ यो साप्ताहिक रूपमा मनाउने गरिएको छ। अहिले हामी नारायणघाटको पुलचोकमा रहेका छौँ। यो नारायणघाट बजारलाई परिक्रमा गर्ने क्रममा चाहिँ यो लाइन्स चोकबाट सुरु भएको र्याली यो पुलचोकमा आइपुगेको छ र यहाँ हामी विभिन्न बैंक तथा वित्तीय संस्थाको साथीहरू हामीले देख्न सक्छौँ। यो र्यालीलाई यो नेपाल बैंकर्स एसोसिएसन चितवनले चाहिँ एउटा संयोजन गरेको छ, जहाँ चितवन जिल्लाभित्र रहेका विशेष गरी भरतपुर नारायणघाटमा रहेका चाहिँ सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू यो प्रभात फेरी कार्यक्रममा सहभागी हुनुभएको छ। र्याली निकै लामो छ। आज सबै बैंक तथा वित्तीय संस्थाको साथीहरू चाहिँ यो र्यालीमा सहभागी हुनुभएको छ। अहिले करिब विश्वको 200 देशहरूमा चाहिँ यो ग्लोबल मनी विक एकैसाथ सञ्चालन हुँदै आइरहेको छ, जुन चाहिँ मार्च महिनामा सञ्चालन हुने गर्दछ। र यहाँ हामी देख्न सक्छौँ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, जुन चाहिँ बैंक अफ द इयर 2024 बाट सम्मानित पनि भएको छ। यो पुलचोक नारायणघाटको पुलचोक लाइन्स चोकबाट सुरु भएको यो वित्तीय साक्षरता सम्बन्धी यो एउटा चेतना जगाउने र्याली यो पुलचोक आइपुगेको छ र यहाँबाट टर्न हुँदै पुनः फेरि लाइन्स चोकमा पुगेर यो र्याली चाहिँ सम्पन्न हुनेछ भने हामी अझै आउँदै गरेको र्यालीहरू देख्न सक्छौँ। अलिकति केही ट्राफिक जामहरू पनि भएको छ यो र्यालीलाई चाहिँ यो टर्न गर्ने क्रममा। यहाँ प्रहरी साथीहरू पनि भिडलाई र्यालीलाई व्यवस्थित गर्न लागिरहनु भएको छ र बैंक तथा वित्तीय संस्थाका हरेक बैंकका चाहिँ एक-एकजना पदाधिकारीहरू पनि यो भिड व्यवस्थापन गर्नलाई लागिरहनु भएको हामी यहाँ देख्न सक्छौँ। ग्लोबल मनी विक जुन चाहिँ मार्चको 17 देखि 23 तारिकसम्म यो वर्ष मनाइएको छ भने विभिन्न चेतना फैलाउने, जस्तो हामी यहाँ देख्न सक्छौँ सेयर कारोबार सियास्वाबाट मात्रै प्रयोग गरौँ, कर्जा लिउँ आम्दानी बढाउँ लगायत विभिन्न किसिमका जनचेतना फैलाउने, आफ्नो ओटिपी पासवर्डहरू कसैसँग सेयर नगरौँ, विभिन्न किसिमका चेतना फैलाउने सामग्रीहरू सहित चाहिँ यो बैंक तथा वित्तीय संस्थाहरू उपस्थित भएर जुन एउटा र्याली निकालिरहनु भएको छ। अब यो र्याली करिब पुलचोकमा आइसकेको छ र पुलचोकबाट कम्प्लिटली फेरि पूर्वतर्फ टर्न भएर लाइन्स चोकतर्फ अगाडि बढिरहेको छ। यो पक्कै पनि पुलचोकबाट शहीद चोक हुँदै लाइन्स चोकतर्फ अघि बढ्दै गरेको यो वित्तीय चेतनाको र्याली हो। हामी